साथीहरू म एक हप्ता यहाँ नहुँदाखेरिमा चाहिँ यो रुखमा चाहिँ फुल फुल्न थालेछ। यस्तो दामी फुलेछ फुल। यो चाहिँ भोलिपछि पात आएर यहाँबाट दाना पनि फल्छ। यो खाना मिल्छ भन्दो रहेछ, मैले चाहिँ खाएको छैन है। यो रुखमा मलाई थाहा छैन। अनि खोला हेर्न सक्नुहुन्छ, हिउँ पर्दैछ है। अनि हिजोसम्म मात्रै एक दुई पात मात्रै थियो, कस्तो चाँडो वेदर पानी परेको भएर एकदम चाँडो पातहरू आइसक्यो। हेर्नु न, यो चाहिँ स्याउको पात हो ल। यहाँ चौरी बाटोमा बस्दै गर्दैछ। म चाहिँ यता गाउँतिर आएको, यो बाटो हिँडेको आज चिप्ल्यो भने चाहिँ सुहारा हुन्छ। कस्तो भयो नि, अहिले चाहिँ जमिन तातेको छ नि त, त्यसैले गर्दाखेरिमा हिउँ पर्दैछ। तर हेर्नु न, मुनि पनि पग्लिँदै पनि छ क्या। हाबी स्नोफल भएन भने चाहिँ अब हिउँ बस्दैन क्या हत्तपत्त। अनि एकदम गिजी गिजी भएको छ बाटो चाहिँ। त्यही नै हो साथीहरू, अहिलेको लागि यति नै, बाई बाई।